Audio Jungle. हेलो नमस्ते एराज अनलाइन टेलिभिजनको टप 5 न्यूजमा यहाँहरूलाई स्वागत छ। सुरु गरौँ आजका टप 5 न्यूजहरू। टप 5 न्यूज अफ द डे। नेपाली चलचित्र रजतपटमा केही त्यस्ता घटनाहरू घट्छन् जुन घटनाले नेपाली रंगमञ्चमा खैला पहिला मचिन्छ। कुनै राम्रा घटना त कुनै नराम्रा घटना। आज मैले 6 वटा त्यस्ता घटना ल्याएको छु जुन घटनाले गर्दा नेपाली चलचित्र जगतलाई सिधै नकारात्मक असर पर्न जान्छ। यी 6 वटा सत्य घटना आज तपाईहरुमाझ पस्कन गइरहेको छु। ग्ल्यामर दुनिया स्क्यान्डलबाट बाहिर रहनै सक्दैन। विश्वका हरेक ग्ल्यामर नगरी स्क्यान्डल गसिपबाट अछुतो छैनन्। नायिका टपलेस तस्बिरदेखि अश्लील भिडियोसम्म सार्वजनिक भएका छन्। नेपाली चलचित्र पनि लामो समयदेखि यस्तै खालका स्क्यान्डलमा फसिरहेको छ। कोही अनजानमा त कोही बुझेरै यस्ता खालका स्क्यान्डलमा फस्ने गरेका छन्। असार तेस्रो सातादेखि नेपाली चलचित्र क्षेत्रमा पनि यस्ता खालका स्क्यान्डल एकपछि अर्को रूपमा सार्वजनिक भइरहेका छन्, जसले नेपाली चलचित्र क्षेत्रलाई उकालोतर्फ लैजाने भन्दा ओह्रालोतर्फ धकेल्ने काम गरिरहेको छ। आज हामी नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय तरङ्गित बनेका केही घटनाहरूलाई यहाँ प्रस्तुत गर्दैछौँ। घटना नम्बर 1। एक नायिकाको अश्लील भिडियो भन्दै धेरैका मोबाइलमा भिडियो पुग्यो। 2 महिना अगाडि एउटा पोर्न साइटमा अपलोड गरेको अश्लील भिडियो नेपालकी एक नायिकाको भन्दै चर्चा गरियो। उक्त भिडियो नेपाली नायिकाको हो या होइन भन्ने पुष्टि हुन सकेन, तर उक्त भिडियोले नायिका प्रहरीसम्म पुगेन। घटना नम्बर 2। विदेशमा आयोजना भएको एक अवार्ड समारोहमा पुगेका एक नायक र एक नायिकाको एउटा तस्बिरले पनि चलचित्र क्षेत्रभित्र हंगामा माचियो, तर उक्त फोटो मिडियामा भने सार्वजनिक भएन। नायक र नायिका एउटै विस्तारमा निधाएको तस्बिरले धेरै दिन चलचित्र क्षेत्रलाई तरङ्गित बनाएको थियो। घटना नम्बर 3। नायिका सृष्टि श्रेष्ठको नानीमा लागेको चोट पनि नेपाली चलचित्र क्षेत्रलाई तरङ्गित बनाउने एउटा घटना बन्यो। सृष्टि केही दिन अस्पतालमा भर्ना भइन्। कतै सृष्टिले सुसाइड गर्न लागेको भन्दै चर्चा गरियो त कतै सृष्टिको दराज लडेर हात भाँचिएको उनका प्रेमी सौगात मल्लले स्पष्टीकरण दिए। तर जे भए पनि सृष्टिको घाउले नेपाली चलचित्र क्षेत्रलाई दुखायो। घटना नम्बर 4। मोडल सुजना ढकालको एउटा न्यूड तस्बिरले पनि केही दिन चर्चा पायो। राष्ट्रिय पत्रिकाहरूमा समेत तस्बिरले चर्चा पायो। सुजनाको फेसबुकबाटै सार्वजनिक भएको न्यूड तस्बिर केही मिनटमै हटायो। सुजनाले मोबाइल हराएकोले कसैले फोटो लिक गरिदिएको भन्दै मिडियामा अभिव्यक्ति दिइन्, तर यो तस्बिर सार्वजनिक प्रकरणले चलचित्र क्षेत्रलाई घाटा लाग्यो। घटना नम्बर 5। छायाङ्कनको क्रममा रहेको चलचित्र लाउरेबाट निर्देशक निगम श्रेष्ठ निकालिए। निगम निस्किएपछि यसको कारण के हो भन्ने खोजी केही समय भयो। निगम निर्माण पक्षको सहमतिमै चलचित्रबाट निस्किएको चर्चा भयो, तर पछि निगम र चलचित्रकी नवनायिका मेरुना मगरबीचको लफडाका कारण उनलाई चलचित्रबाट निकालेको खबर सार्वजनिक भयो। नायिका र निर्देशकको लफडाले फेरि चलचित्र क्षेत्रलाई तरङ्गित बनाइदियो। यो घटनाले पनि चलचित्रलाई ओह्रालो नै लगाउने काम गर्यो। घटना नम्बर 6। बिहिबार मात्र चलचित्र सायद 2 की नायिका शारोन श्रेष्ठले निर्माता सुनिल रावलले आफूलाई प्रेमिका बन्न अफर गरेको भन्दै पत्रकार सम्मेलन गरिन्। सुनिलले आफूलाई पारिश्रमिक नदिएको प्रेमिका बन्न अफर गरेको, एयर होस्टेज बनाइदिन्छु भनेको भन्दै शारोनले आरोप लगाइन्। शारोनले लगाएको यो आरोप झुटो भएको सुनिलले प्रतिक्रिया दिए। उनले शारोनले आफूसँग माफी समेत माग्नुपर्ने बताए। शारोन र सुनिल बीचको यो दोहोरो चलचित्र क्षेत्रमा अर्को खैला बैला मचायो। नेपाली चलचित्र क्षेत्र पछिल्लो समय बिस्तारै उकालो लाग्ने बाटोमा छ, तर चलचित्र क्षेत्रका हरेक विधाका कलाकर्मी सजग नबन्ने हो भने यो फेरि बदनामको बाटोमा जाने पक्का छ। आफूलाई कलाकर्मी हुँ भनेर राज्यबाट धेरै सुविधाको अपेक्षा गर्ने चलचित्र कर्मीले आफ्नो दायित्व समाज र आम दर्शकप्रति के छ भन्ने पनि बुझ्न आवश्यक छ। चलचित्र कर्मीले गर्ने साना साना गल्तीले पनि समाजलाई ठूलो असर पुर्याउने गरेको छ। यो विषयमा चलचित्र कर्मी सजग नहुने हो भने हरेक वर्गको चासो बन्न थालेको चलचित्र क्षेत्र फेरि सीमित क्षेत्रभित्र खुम्चनेछ। यो समाचार onlinekhabar.com बाट ल्याएका हौं। पुनः चर्चामा छाइन् पोर्न स्टार मिया खलिफा। थाहा पाउनुहोस् 10 रोचक तथ्य। टाइटलमा रहेको यो समाचार रातोपाटी.com बाट ल्याएका छु। आफ्नो प्रशंसकको अनुहारमा मुक्का हानेपछि पूर्व पोर्न स्टार मिया खलिफा एकपटक पुनः चर्चामा छाएकी छिन्।
वास्तवमा एक युवकले मियाको अनुमति नलिए उनलाई क्यामेराको फ्रेममा पारेर सेल्फी खिचेपछि उनी आक्रोशित हुँदै मुक्का हानेकी हुन्। ती युवकले यसबारे सोशल मिडियामा पोस्ट गरेपछि उनी एकाएक चर्चामा छाएकी हुन्। तर मिया चर्चामा आएको यो पहिलो घटना भने होइन। समय समयमा विवादमा घिरिने उनी कहिले हिजाब लगाएका कारण चर्चामा आउँछिन् भने कहिले ट्याटूका कारण। आज हामी तपाईलाई मिया खलिफासँग जोडेका यस्तै 10 रोचक तथ्यबारे जानकारी दिँदैछौ। यसरी राखिन् पोर्न उद्योगमा कदम। मिया खलिफाको जन्म लेबनानमा भएको थियो, तर उनी पछि आफ्ना आमा बुवासँगै अमेरिका शिफ्ट भइन्। मियाले ग्रेजुएसनसम्मको पढाइ गरेकी छिन् र पढाइपछि उनले एक रेस्टुरेन्टमा काम गर्न सुरु गरिन्। रेस्टुरेन्टमा आएका एक ग्राहकले उनलाई पोर्न उद्योगमा काम गर्न अफर दिएका हुन्। 2 महिनामा बनिन् नम्बर 1 एडल्ट स्टार। मियाले सन् 2014 अक्टोबरमा पोर्न उद्योगमा कदम राखिन् र डिसेम्बरमा नै उनी नम्बर 1 पोर्न नायिका बन्न सफल भइन्। मध्यम परिवारमा जन्म। मियाको जन्म एक मुस्लिम परिवारमा भएको, तर उनी भने क्रिस्चियन धर्म मान्छिन्। मियालाई जनावर निकै मन पर्छ। उनले आफ्नो घरमा थुप्रै घरपालुवा जनावर पालेकी छिन्। हिजाबको विषयमा विवाद। पोर्न मिडियामा हिजाब लगाएका कारण उनी पटक पटक विवादको शिकार भएकी छिन्। इस्लाम धर्मगुरुका अनुसार हिजाब पवित्र हुन्छ र यसलाई पोर्न भिडियोमा लगाउन धर्मको अपमान हो। यसै कारण उनको निकै आलोचना हुने गर्दछ। सानै उमेरमा गरिन् विवाह। मियाले 18 वर्षको उमेरमा विवाह गरेकी थिइन्। उनले सन् 2011 फेब्रुअरीमा एक अमेरिकीसँग विवाह गरेकी थिइन्। परिवारबाट टाढा। पोर्न उद्योगमा काम गरेका कारण मियाका परिवार उनीसँग रुष्ट छन्। उनका परिवारले उनीसँगको सम्बन्ध तोडिसकेका छन्। ट्याटू विवाद। मियाले हातमा एउटा ट्याटू बनाएकी छिन्, जसका कारण उनी विवादमा घेरिन्। उनले लेबनानको राष्ट्रिय गीतको सुरुवात लाइनको ट्याटू बनाएकी छिन् र अर्को हातमा लेबनिज फोर्स क्रस बनाएकी छिन्, जसबारे निकै विवाद भयो। हत्या गरिदिने धम्की। पोर्न उद्योगमा काम गरेका कारण उनलाई थुप्रै पटक हत्या गरिदिने धम्की आइसकेका छन्। उनीमाथि इस्लामलाई अपमान गरेको आरोप लगाएको छ। फुटबलरको फ्रेन्ड रिक्वेस्टलाई गरिदिन भाइरल। पोर्न स्टार मिया खलिफालाई एक स्टार फुटबलरले फ्रेन्ड रिक्वेस्ट पठाए, तर मियाले त्यसलाई सोशल मिडियामा सेयर गरिदिएन। त्यसपछि फुटबल प्रशंसकले यी फुटबलरको निकै आलोचना गरेका थिए। एचआईभी पोजिटिभको खबर। उनलाई एचआईभी पोजिटिभ भएको खबरले निकै चर्चा पाएको थियो। यद्यपि मियाले ट्विट गरेर यो कुराको खण्डन गरेकी थिइन्। यो थियो मिया खलिफाको केही रोचक तथ्यहरू। 80 को दशकमा साउथ इन्डियन फिल्म इन्डस्ट्रीकी चर्चित नायिका निशा नूरसँग रजनीकान्त र कमल हसन जस्ता चर्चित स्टार काम गर्न चाहन्थे। त्यति बेला निशाले थुप्रै फिल्ममा काम गरिन्, तर एक निर्माताले उनलाई पेशावृत्तिमा धकेलिदिए, जसका कारण उनले बदनामीका कारण सधैँका लागि फिल्मी क्षेत्र छोड्नु पर्यो। त्यसको थुप्रै वर्षपछि सडकमा निकै नाजुक अवस्थामा भेटेकी थिइन् निशा। वरिपरिका मानिसहरूले उनलाई अस्पताल भर्ना गरेपछि उनलाई एड्स भएको थाहा भयो। जब निशालाई नागौरको दरगाह नजिकै भेटियो, तब उनको शरीरमा किरा र कमिलाले डेरा जमाएका थिए। यी अभिनेत्रीको एड्सका कारण मृत्यु भएपछि यसले मिडियामा निकै धमाका पिटेको थियो। आज हामी तपाईलाई एड्स लागेर मृत्यु भएका 5 सेलिब्रिटी बारे जानकारी दिँदैछौँ। पेट्रो पाब्लो जमोरा। अमेरिकामा जब समलैङ्गिकतालाई अपराध मानिन्थ्यो, तब पाब्लो यस्ता व्यक्ति थिए जसले खुलेर आफू समलिङ्गी भएको कुरा स्वीकार गरेका थिए। पाब्लो र उनका समलिङ्गी पार्टनर सिन ससेर एड्सले ग्रस्त थिए। पाब्लो एमटिभीका चर्चित कार्यक्रम द रियल वर्ल्ड सान फ्रान्सिस्कोमा आफ्नो रोग र समलिङ्गी भएकोमा खुलेर कुरा गरेका थिए। उनको मृत्यु सन् 1994 नोभेम्बर 11 तारिकका दिन भएको थियो। त्यस दिन उनको रियालिटी शोको अन्तिम एपिसोड पनि अन एयर भयो। उनको मृत्यु भएको केही दिनपछि नै उनको पार्टनरको मृत्यु पनि भएको थियो। जिया सारङ्गी। यी अमेरिकी मोडल संसारको शीर्ष ब्रान्डका लागि मोडलिङ गर्थिन्। उनलाई 26 वर्षको उमेरमा नै एड्स लागेको थियो। एक समयमा उनी मोडलिङ जगतको शिखरसम्म पुगेकी थिइन्, तर उनलाई लागु औषधको लत लाग्यो, जसका कारण उनको करियरको ग्राफ खस्न थाल्यो। निमोनियाका कारण उनलाई अस्पतालमा भर्ना गरियो, जहाँ डाक्टरले उनको शरीरमा एचआईभी भाइरस पाए। त्यसको केही समय पश्चात नै उनको मृत्यु भयो। आर्थर एसे। अमेरिकाका चर्चित टेनिस खेलाडी आर्थर यूएस डेभिस कपको नेतृत्व गर्ने र यूएस विम्बल्डन जित्ने पहिलो नेग्रो खेलाडी थिए। हार्ट बाइपास सर्जरीका क्रममा लिएको रगतका कारण उनी एचआईभीको संक्रमणमा आए। आफ्नो रोगबारे थाहा पाएपछि उनले मानिसहरूलाई एड्सबारे जागरुक गराउनका लागि थुप्रै कदम उठाए। सन् 1993 मा उनको यसै कारण मृत्यु भयो। रिक्की विल्सन। अमेरिकी संगीत क्षेत्रमा निकै चर्चित थिए। रिक्की चर्चित ब्यान्ड B52
B52 का उनी गिटारिस्ट थिए। उनलाई आफू HIV संक्रमित भएको कुरा सन् 1983 मा थाहा भयो। त्यसको 2 वर्षपछि रोगसँग लड्दा लड्दै उनको मृत्यु भयो। यो थियो 5 वटा चर्चित सेलिब्रिटी जसको मृत्यु भएको थियो एड्सको कारण। लागु औषध कारोबारमा फसे बाहुबली 2 का यी नायक। रातोपाटी.com मा रहेको यो शीर्षकमा रहेको समाचार छ। बाहुबली 2 मा कुमार वर्माको भूमिका निर्वाह गर्ने साउथ इन्डियन नायक पी सुब्बाराजु ड्रग योर्केटमा फसेको खबर सार्वजनिक भएको छ। केही दिन अघि मात्र पी सुब्बाराज विरुद्ध नोटिस जारी गरेको थियो। उनी ड्रग योर्केटको मामलामा विशेष जाँच टिम एसआईटी सामु पेश भएको बताएको छ। लागु औषध कारोबारमा सुब्बाराजका अलावा रवि तेजा, नवदीप, तरुण र नन्दु जस्ता नायक, सिनेमेटोग्राफर श्यामका नायडू र कला निर्देशक चिन्ना पनि ती फिल्म हस्तीमा समावेश छन् जोसँग सोधपुछ गरिन्छ। अपरिचित पुरुषसँग देखिन अमिताभकी नातनी। हेरिन फिल्म क्यामेरा देखेर यसरी लुकाए अनुहार शीर्षकमा रहेको छ। रातोपाटी.com बाट लिएको छु यो समाचार। पछिल्लो दिन अमिताभ बच्चनकी नातिनी नव्या नेवेली नन्दा जुहुको पीवीआर मा एक अपरिचित व्यक्तिसँग देखिन्। यी दुवैलाई फिल्म हलबाट बाहिर निस्कदा फोटोग्राफरले उनीहरूको फोटो खिच्न थाले। कारमा बस्नुभन्दा पहिले नव्या हाँसिरहेको देख्न सकिन्छ। यस्तैमा उनीहरू दुवै कारमा बसेपछि क्यामेराबाट बच्नका लागि दुवैले आफ्नो अनुहार लुकाए। अमिताभकी नातनी नव्या नेवेली नन्दा लन्डनको 7 अक्स स्कुलमा पढेकी छिन्। अहिले उनी न्युयोर्क युनिभर्सिटीमा पढाइ गरिरहेकी छिन्। लन्डनको 7 अक्स स्कुलमा शाहरुख खानका छोरा आर्यन पनि पढ्छन्। नव्या अमिताभ बच्चनकी छोरी श्वेताकी छोरी हुन्। उनी विभिन्न कारण चर्चामा छाइरहन्छन्। ए-राज अनलाइन टेलिभिजनको टप 5 न्युज आजलाई यति नै। हाम्रो च्यानललाई सब्स्क्राइब, लाइक र कमेन्ट गर्न चाहिँ नबिर्सनुहोला। आजको लागि बिदा हुन्छु। हस्त नमस्ते।